हेलो गाइस एंड वेलकम बैक टू माय चैनल। गाइस आज चाहिँ म खेल्ने वाला छु फ्र्यागोर एन्ड गाइस यार यो मैले बिचमा डिलिट गरिदिएको थिएँ। मलाई आएर थाहा भयो अहिले यता एउटा नयाँ अपडेट आएको त्यही भएर मैले पनि डाउनलोड गरिदिएँ। ल गाइस यो कुनै पनि भिडियो हैन, यो कुनै पनि भिडियो हैन, युट्युबमा कपिराइट गरे हैन मैले। यहाँ गाइस लयल एन्ड के भन्ने यहाँ गाइस अहिलेको युआई हेर्नु न गाइस कस्तो राम्रो हो अहिलेको युआई। त्यो अघि डन्ट सो मैले डिलिट गर्नु हामीलाई एड अनलक गर्नु एड हेर्नुपर्छ भाइ त्यसको लागि। अब I made this Sekai game using only 4 words, and you can too. Sekai lets you play AI-powered games people create. Okay guys, finally यार अब मैले भिडियो पोस्ट गर्न स्टप गरिसकेँ। फटाफट भाइ हामी पार्ट गरौँ। Let's go. Let's climb up and do like this. Oh my god. भाइ मेरो अहिले अपग्रेडेसन बनिसक्यो यार। खै किन लेट्स गो अहिले अपग्रेडेसन बनिसक्यो भाइ। वाट भाइ म यो किन डिलिट गर्छु? अपग्रेडेसन बनिसक्यो ब्रो हाम्रो। ओ माय गॉड लेट्स गो। ओ माय गॉड ब्रो यार मलाई फेरि गर्नु पर्यो यार कस्तो के गाइस। म फेरि आइसक्यो अनि गाइस मैले क्यारेक्टरलाई पनि रिपेयर गर्दै अनि यार मलाई त्यो क्यारेक्टर अलिकति राम्रो लागेको छैन त्यही भएर मैले रिपेयर गर्दिएँ। ओके गाइस फटाफट सुरु गरौँ हामीलाई। लेट्स गो। एक बार गाइस हामीहरूलाई कहाँ जाने म देखाइदिन्छु। पहिला यताबाट नि अनि यताबाट के गर्ने आडा के गर्ने खै मलाई थाहा छैन। जे गरे नि गरौँला भाइ हामीहरू अहिले मेरो यो गेममा पार गरेर हुन्छ। जे गरे नि गरौँला अनि यता आएर यता जम्प पार्ने अनि यता आएर यस्तो जम्प गरेर अनि यो जुन लाइन छ नि यहाँ ब्यालेन्स गर्ने अनि एन्डबाट यता जम्प गर्ने अनि यसरी यता आउने अनि यता ल्यान्ड हुने अनि यताबाट क्लाइम्ब गरेर अनि यता जाने भाइ हामीले। ब्रो यो एकदम हिस्ट्रीको सबसे भन्दा खतरा पार्क हुने होला है गाइस। ओके ल भाइ फटाफट मान्छे बाटामा जाउँ अनि कन्टिन्यू गरौँ हाम्रो पार्कर। ओ माय गॉड आज मजा आउने भयो यार यो गर्दा डेली लाइफ रुटिन बनिसक्यो होला कि भाइ मेरो। त्यही भएर म यो डेली गरेर हुन्छु। भने गेम लन्च भयो भने गरेर हुन्छु भाइ। रिमुभ भएको बेला त गर्नै सक्दिनँ नि भाइ म। ओहो माय गॉड लड्नै लाथी। ओह ब्रो यार यो मेन दिक्कत त यताबाट लड्नै आउँछ भाइ मलाई। मलाई एक्चुअली ट्युटोरियलमा जानु पर्यो हो कि हो भाइ। मलाई यतिकै पनि आउँदैन भाइ हामीलाई कसरी गर्ने भाइ। मैले गेम धेरै दिन भयो नखेले त्यही भएर पुरै बिर्सिसकेँ भाइ मैले। त्यही भएर कुनै पार्कको कन्ट्रोल त बिर्सेँ ब्रो। वेट अघि यसले कस्तो रिस्पोन्ड गर्ने? वेट ब्रो आई डोन्ट नो भाइ यसले कस्तो रिस्पोन्ड गर्ने भाइ। मैले के बिर्सिसकेँ यो गेम। ओ यस्तरी नाइस थाहा छैन नि त भाइ मलाई। जम्प गऱ्यो भने रिस्पोन्ड हुँदो रहेछ भाइ। र अर्को रिजनमा त भाइ मलाई अर्कै हुँदैन नत्र त भाइ मलाई आइहाल्थ्यो नि भाइ अर्को रिजनमा त। ब्रो वेट हुँदैछ ब्रो मलाई पनि केही चिन्ता हुँदैन आज। तल गए पनि केही चिन्ता हुँदैन। नयाँ अपडेट आइसक्यो माय गॉड ब्रो व्हाट द यार। ओके गाइस म यति माथि चाहिँ आइसक्यो। अब मलाई झ्याला यार भिडियो सही टाइममा भएन त्यही भएर। लेट्स गो। माय गॉड टुडुरुडुरु ओ माय गॉड टुडुरुडुरु मम गिफ्ट सिकर। ओ माय गॉड हुनै लाग्यो थियो यार। तल झर्नै लाग्यो थियो त्यही पनि लकिली भयो यार। ओ माय गॉड व्हाट गाइस यार हामीलाई कतिचोटि जानु पर्यो यार। कस्तो हुने यार एकदम दिक्कत आएन त यार कस्तो हुने
ल कतिचोटि जानु पर्यो कोड यार म मिल्छु यार त्यहाँ गएपछि ओके गाइज त्यहाँ गएपछि मिल्छु अनि ल टुडुरुडुरु गर्नु त्यसको लागि अब एडिटर आफ्नो आफ्नो कमाल देखाऊ ओ वेट भाइ एडिटले के कुरा गर्न बिर्सिन्छ वेट बाई बाई ए भन्न थालिरा यार के यार यो एडिटर पनि छी एडिटलाई डिलिट हान्नु पर्यो यार के हो यार गाइस म यो वाला भ्यूमा आइसक्यो किनकि भाइ मलाई यो आफै गरेको जस्तो लाग्छ भाइ गाइस यो भिडियोमा 4K पनि बनाउन सक्छु अनि युट्युबमा पोस्ट गर्न सक्छु भाइ यार मजा आउँछ यार 4K मा बनाउनु वन्डर भैया लेट्स गो वन्डर भैया माय गॉड क्या रुख पड़ा जोम आंटी अब सही टाइम में आउँछ भाइ ओ ब्रो व्हाट ओ माय गॉड ब्रो आई डोन्ट केयर यार यताबाट जे गरे नि गरोस् भाइ यो यस स्लो मोसन I don't know about this game भाइ थोरै मात्र थाहा भाइ किनकि भाइ मलाई पहिला पुरै थाहा थियो अहिले खै अहिले बिर्स्यो होला क्या यो गेमको पुरै कन्ट्रोल पहिला अलि थाहा थियो मलाई अनि अहिले चाहिँ यार कहिले के खेलेर खान्छु वाउ वाउ उठ भाइ उठ मेरो बबुआ गो भाग ओ यस दबडी के गर्ने अब वन्डर भैया भइसक्यो भाइ वन्डर भैया ओ माय गॉड यताबाट जम्प हानु बिल्डिङबाट हाम फालेर अर्को बिल्डिङमा जाउँ Oh my god what the bro यार यो पार्कोर कहिले हुन्छ भाइ मसँग यार वेट oh my god wow अब जाम भाइ हामीहरु गरेर बस्छु के भाइ म कहिले झ्याउला यार बोरिङ लाएर यार अहिले म लेट्स गो भाइ स्पिड रन जस्तै हुने होला भाइ यो let's go First. Oh! Bro, what? Bro. मलाई त आइसक्यो यस्तो मेहनतले यता आएको नि 3-4 छोडी मरेर Oh my god. गाइस साच्चै हो भाइ म 3-4 चोटी मरेर आएको यता What? प्रब्लम चाहिँ के छ यार भाइ म कहिले पनि हुँदैन यार लेट्स गो यार यता आइसक्यौँ हामीहरु अनि भाइ तपाईँ लोडेको के यार म यो म्यापबाटै लोडेको भने यो म्यापबाट लोडेको भने यस्तो वाइट ठाउँमा देखो एन्ड गेमको वन्डर भाइ एन्ड क्या ल्यान्ड भइदिएर भाइ One of the most endless end. Bro, I don't know भाइ अब म यसलाई कसरी पार गर्ने पहिला मर्छु यार म किन ब्रो यार वाट यार भाइ मलाई एक्चुअली ट्युटोरियलमा गएर सिक्नु पर्छ ओके यार म फर्स्ट टाइम आएको हो कि भाइ ट्युटोरियलमा ओके भाइ म ट्युटोरियल गरेपछि मिल्छु के गाइस म फाइनल ट्युटोरियलमा गएर आएछ यार मलाई बल्ल थाहा भयो यार मेरो बुद्धि पनि कहाँ उड्छ यार कस्तो सिम्पल रहेछ यार कस्तो सिम्पल रहेछ यार यो जम्प भन्दा यताको बटन छिट्नु पर्दो रहेछ अनि यार मेरो बुद्धि
ओके गाइज अब फटाफट गरौँ हामीलाई अब आइसक्यो नेभर माइन्ड भाइ हामीहरू जे गरे नि गरौँ अब नेभर माइन्ड बुद्धि भने नि भनौँ टाउको भने नि भनौँ जे भने नि भनौँ के गर्नु त यार अब जिन्दगी पनि त्यसरी नै बित्छ अब वन्डर भाइ लेट्स गो वन्डर भाइ बाबरे म यो पर्सनले गर्छु भाइ फर्स्ट माई गॉड ओके लेट्स गो हामीलाई अब यहाँबाट ब्यालेन्स गर्दै जानुपर्छ मेरो पर्सन चेन्ज गरौँ न त यार के हुन्छ के हाम्रो ओके लेट्स गो वेलकम अरे बाप रे हुँदै थियो यार नै लागिरहेको ओके गाइस म फाइनली आयो अब यो लास्ट ट्राई हो त्यसपछि भाइ म अब पार्ट 2 लिएर आउँछु पार्ट 2 यार म त पागलै यार पार्ट 2 गर्छु के हो यार Sakra. You're heading for the goal now. Oh my god. मैं तल चढेको भाइ वन्डर भाइ हुँदैन तर भाइ साथी र पार्ट चुगलाएर 5 रुपैयाँ ल्याइदिए भाइ के हुन्छ रे भाग टाङ्गालाई के ओए क्लाइम लेट्स गो यार पूरे मिशन कंप्लीट हुनु पर्यो नि यस ब्रो यार क्या लक यार माय गॉड यार सबसे रेयरेस्ट एंड हार्डेस्ट मिशन भाइ फाइनली आएर कंप्लीट भयो यार गाइस अब मलाई हार्डेस्ट मिशन को पार्ट 1 देखि यो पार्ट 0 देखि 2 सम्म लिएर हुन्छ भने गाइस दिनु होला बाइ बाइ एन्ड गाइस आजको भिडियो यता सकिन्छ त्यतिखेरको लागि बाइ बाइ